सो हेलो नमस्ते फेरि वेलकम छ मेरो न्यू भ्लगमा सबै सन्चै आराम हुन्छ होला। म रुगा लागिरहेको छु होइन, म चाहिँ अहिले पाहाडमा छु। अनि आज हामी चाहिँ तरुल खन्नु जान लागेको वन तरुल। अनि मसँग विक्रम छन्, अनि हाम्रो कान्छा छन् अनि यहाँ फरुवा छ, फरुवा हँसिएर चाहिँ बोकेको छ, लागेको छ बोकेर होइन। अब भेटिन्छ भेटिन्छ थाहा छैन, अब तपाईँ जङ्गल हो, अब जङ्गलमा त्यो अब भाग्य भयो भेटिन्छ नि, तर भेटिन्न। हेरौँ अब हेरेर आएको छौँ 2-3 ठाउँमा, त्यो गएर खन्छौँ अनि के हुन्छ लेट्स चाहिँ अब गाउँतिर त्यही छ भने होइन। लु त्यही गरेर भेटौँ ल तरुल खन्नु बेलामा है त। हामी चाहिँ फाइनली पुग्यौँ होइन, पुग्यौँ। अनि कान्छा चाहिँ यहाँ मेसो मिलाउँदैछन्। यहाँनिर छ यो तरुलको झाल भइहाल्यो होइन, देख्नुभयो होला, यो तरुलको झाल भइहाल्यो वन तरुलको। अनि अब हामी यहाँ खनिन्छ अनि हेरौँ स्टार्टिङमा अब भेटिन्छ कि भेटिन्न। अब यसमा भाग्य खेल हो, अब भेट्यो भने भेट्यो, भेटेन भने त्यही हो। यहाँको सिनहरू यस्तो खतरा, यहाँ त घाम लागेको छैन, पुरै बादल माथि हामी बादल मुनि हामी माथि जस्तो देखिन्छ होइन, पुरै खतरा छ। आज घाम लागेको छैन, अनि घाम लाग्छ देखिन्छ। कहाँ चाहिँ भेट्यो मेन ठाउँ भेट्यो होइन। ल हामी चाहिँ खोज्छौँ, अनि खोजेर हेर न कहाँनिर छ। अब चाहिँ हामी अहिलेको ठाउँमा चाहिँ मान्छेले खनेर लगिसकेको रहेछ। अब यहाँ बाटो बन्दैछ, अन्त बाटो पाउँदैन। उनी चाहिँ यहीँको उनी सब एक्सपिरियन्स छ होइन, उनलाई चाहिँ सब एक्सपिरियन्स छ। अब यस्तो हुन्छ है, यस्तो बाटो झर्ने कसरी। ल हजुर छ ल ल भेट अब चाहिँ तर खनेर जस्तो हो। अघि फर्स्टमा फेल भयो होइन, मान्छे खनेर लगिसकेको रहेछ। अब यहाँ हेरौँ ल ओके। हामी झऱ्यो होइन, यहाँ बाटो बनायो झऱ्यो। खै खानु झाल हेर्नु त कत्रो छ झाल, झाल त ठुलै छ, दुईवटा 3टा रहेछ झाल। अब यहाँ खनौँ होइन, के हुन्छ। ल कान्छ पहिले यो बाटो बनाऊँ होइन, यो सबै फाँडेर अनि ओके हामी खन्ने बेलामा चाहिँ तपाईँलाई यहाँ अब बाटो बनाउनु पऱ्यो होइन। बिस्तारै बिस्तारै खान्छ। खै ल्याउ त म काट्छु ल, यहाँ तिमी खिच म काट्छु। के भन्छ नि यसलाई त के भन्छ नि कान्छ, चौतारी। कस्तो पहेँलो हुन्छ कि यो चाहिँ होइन, हाने कान्छ खान्छन् है, गेडा हुन्छन् है। दामी बन्छ नि भुरुङ त, बलियो हुन्छ नि यो काठ त। यसको कहाँनिर छ मेन ठाउँ, यहाँ रहेछ मेन ठाउँ, यहाँ रहेछ मेन ठाउँ। ओइ छ क्या ठुलै खान्छ झाल त, 2टै हो, 3टा रहेछ झाल। यो पनि हो क्या, झाल त ठुलै हो। तल यो यो चाहिँ तरुलको झाल होइन, यहाँ 2टा अनि यहाँ चाहिँ खन्नु लागेको छ। खन्दैछौँ हामी, यो चाहिँ अब मुनिबाट खन्नुपर्छ किनकि यो धेरै गहिरो खन्नुपर्छ जङ्गलको। अब त्यही त हो नि, गाह्रो हुन्छ होइन। अनि हामी खान्छन् अनि यहाँ म छु भयो माटो लागेछ। खान्छ बिस्तारै ल, त्यो ओला ओतो चाहिँ मर्नु भएन ल, मजाले देखाउँछ। म खान्छु बिस्तारै, तिम्रो बाटो खनेर झन् झन् यहाँ त उयो मन निकाल्थ्यो।
यतिहार खन्नु चाहिँ सुरु मोटो पार्नुहोस् अनि माथि नकोटाउनु होला चाहिँ बाहिर बाहिर आहा त्यही तलबाट भन्नु है हो त्यही तलबाट भन्नु यो ढुङ्गा चाहिँ निकाल्नु ल अर्को झाल हो क्या अब पुरानो फरक दिनु फरक त्यही त पर्नु फरक हुन्छ एउटा हाल ल यसले हो कि अल्छाको फरक गर्नु सही हुन्छ यो हटाउँछु यो हटाउँछु तल सुतो तल निकाल्नु हो त्यस्तो बिरालो खन्नु जानु अहिले म तर निकाल्छु हो त्यस्तो खन्नु जानु हो त्यस्तो खन्नु अनि म हँसलको जानु माथि खन्नु होइन खक्की खक्की गरेको बाटो खाना सबै पुरेछ नि दुई अन्त यसको छेउमा पनि जरा यहाँ पहिला भिडियो खाली यस्तो कि अब यहाँ फेरि उनी फेरि एकदम पर्फेक्ट हो तरुल खन्नलाई त्यही भएर उनले अब हामीलाई आइडिया दिन्छन् हामी चाहिँ अब लेबर काम गर्ने मिस्त्री हामी चाहिँ लेबर एकछिन उता नभन्नुहोस् उता अब धेरै नभन्नुहोस् धेरै फोन नहुँदा तपाईँले मैले भने अहिले त भन्नु तर म कि म त यहाँ सुन उयोले खुवाउनु भइहाल्यो नि साँप हाल्नु त्यो यो त काम त धेरै खन्नुपर्छ यार होइन त नखन्नु न एकछिन म यसलाई खन्न टोर निकाल्छु यो त पुरै यहाँबाट झार्नुपर्छ माटो सबै ल अब चाहिँ हामी यत्रो माटो यत्रो खन्ने है यत्रो खन्ने हो आम्मा यत्रो खन्ने हो कान्छा निकाल्दै यहाँ फेरि यो सिमल थाहा छ नि यो सिमलको जरा यहाँ त टक्लक्क अगाडि निस्क्यो क्या तरुल भएको ठाउँमा तरुलको जरा भएको ठाउँमा ठक्कै निस्क्यो अझै खन्नुपर्छ थुप्रै यार ओहो अझै खन्नुपर्छ थुप्रै होइन अब हामी खन्दैछौँ यो जराले डिस्टर्ब गर्यो यो जराले के गर्नु भइरहेछ हेरौँ अब गइरह्यो भने काटेर फाल्नु पऱ्यो नत्र पनि खन्नु पर्यो ल थाहा छैन भेटिन्छ कि भेटिन्छ छ कि छैन थाहा छैन हामीलाई भेटिन्छ कि भेटिन्छ स्योर छैन अब यत्रो बेरको म्याच खेर पनि जान सक्छ लेट्स के हुन्छ यो भाग्दै खेल्यो बन्तरुल त्यही त हो नि
ओके यत्रो खनिसक्यौँ छैन आज हाम्रो भाग्य छैन जस्तो छ मिहिनेत खेर जान्छ जस्तो छ त्यसले चाहिँ अझै पनि केही हुन्छ कि भनेर खनिरहेको छौँ हामी अघि फर्किनु लाग्थ्यो फेरि अब आइसकेको मान्छे किन फर्कियो जस्तो लाग्यो त्यो भने नि एउटा प्यासेन्स हुनुपर्छ जस्तो लाग्यो त्यही भएर लेट चाहिँ अब खन्दैछौँ अब भेट्यो भने भेट्यो भने त अब के गर्नु र हजुर मुख लगाउँछ नि अब के गर्ने त यत्रो चाहिँ खन्यो यत्रो चाहिँ खन्ने होइन यत्रो खन्यो अब हेरौँ के हुन्छ होइन यत्रो त खन्यो अब हामीदेखिको 3टा जरा हो 3टा जरामा कति निस्किन्छ हेरौँ अब छ चाहिँ हामी थाहा छैन अब त्यो ढुङ्गाल ठोक्न त जस भेटिन्छ कि भनेर मात्र ट्राई गरेर हेरौँ यत्रो कम खन्यो चाहिँ आमा यत्रो जरा काटेर फालियो कान्छ त्यत्रो जरा काटेर फालियो तर पनि भेटेको छैन लेट्स के हेरौँ के हुन्छ हेरौँ दामी देखिन्छ हौ हाम्रो गाउँै दामी छ नि कान्छ है हाम्रो गाउँै दामी छ नि हाम्रो त फाइनल खनेर सक्यो होइन तरुल चाहिँ त्यही हो कान्छ यहाँ अब खाल्टो यत्रो खाल्टो खन्ने राममा यति धेरै खाल्टो खन्ने लास्ट थाक्यो यति धेरै खाल्टो खन्ने तरुल हेर्नु छ तरुलको हालत यति जम्मा त्यत्रो खाल्टो खनेर वन तरुल हो कि यो भनेको खतरा हुन्छ वन तरुल हुन त त्यसै महँगो पर्छ किन्दाखेरि ओइ हो रहेछ त फेरि अर्को जाल भेट्नु त यत्रो बेटीको तरुल खाने यति है तरुल खाने हामी तरुल खाने होइन यसो खाने अझै हेरौँ यहाँ एउटा यो झाल भेट्यो अब यो झाल ट्राई गरौँ ए होइन रहेछ यिनी कान्छाले जहिले झुकाउँछन् मलाई त्यही कान्छ भेट्यो अब चाहिँ हामी फर्किन्छौँ होइन ल त्यही हो सायद अब दिउँसोतिर अब कतिको तरुल खान जान्छौँ होला हेरौँ दिनभरि खनेर कति यति खन्यो यत्रो खन्यो यत्रो बेरको मेहनत यही हो ल ओके हामी चाहिँ फर्क्यो हामी चाहिँ फाइनल फर्किएको छ होइन अब घरतिर बाटो लाग्यो यसरी यहाँ बोकेर अब धेरै छैन के होइन जङ्गल तरुल त हो लास्ट चाहिँ गाह्रो हुन्छ खोज्नलाई त्यही त हो त्यही माथि अनि हाम्रो यो यहाँ जङ्गलको भ्यू हाम्रो आशीले कोदालहरू बोक्दैछन् जङ्गलको भ्यू यहाँ त यस्ता खाने हेर्नु ल हाम्रो जङ्गलको भ्यू हेर्छ गाउँको भ्यू जङ्गलको भ्यू त के भन्नु गाउँको भ्यू अब यहाँ गर्छन् यता गर्छन् हाम्रो माथि तरुल खन्यो फर्केर आयो फाइनल्ली होइन त्यही हो तरुल हेरौँ न तरुल धेरै छैन यहाँ जङ्गल तरुल त लास्टै हुने कि एकदम हेरौँ न ल यति हो यार त्यत्रो 3-4 घन्टा लगाएर खनेर यति हो निस्क्यो यार यी ठुलो भने यही हो छैन धेरै त यार यति अनि यो यसमा चाहिँ थियो यो टुङ्ग्यो भाँचेर कहाँ यहाँको त होइन होला यो छ यो त सिमलको ज्वरो भइहाल्यो एउटा ज्वरो त खस्छ कान्छ सिमलको ज्वरो यति हो ल तरुल त अब यति हो ल्याएको 2टा बिलेट थिए मेरो कपालले सबै मिलेर काटिदिए